नमस्ते, मेरो नाम कुशल नेपानी, म संगीतकार हो। यहाँ देख्न सक्नुहुन्छ। नमस्ते प्लस सर। मलाई चाहिँ प्रकाश भुजेल र एउटा युवती केटी मिलेर मलाई फसाउन खोजेको छ। म म चाहिँ काम गरेर खानुपर्ने मान्छे। मैले अहिलेसम्म कसैको छोरी चेली हेरेको पनि छैन। नभएको खाँदै नखाएको विषय म माथि लाग्यो। म चाहिँ अहिले निर्वालाईको जङ्गलमा छु। यो देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै निर्वालाईको जङ्गल हो। यहाँ टी सर्ट पनि देख्नुहुन्छ। मेरो चाहिँ म चाहिँ संगीतकार हो। मेरो नबताए मेरो माया मजाक भयो भन्ने गीत मैले ल्याएको घर हेर्दा पनि हुन्छ। त्यही भएर प्रकाश भुजेल र एउटा केटी मिलेर मलाई फसाउन खोजेको छ। प्रकाश भुजेलकोमा नजानुस्। यो दुईटा ज्वरो हो। यो दुईटा ज्वरोलाई समाउनु पर्छ, त्यसपछि मात्र अनि टुप्पो पत्ता लाग्छ। म चाहिँ निर्वालाईको जङ्गलमा झुन्डेर मर्ने विचारमा छु। यी देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै निर्वालाईको जङ्गल होला। यो भिडियो चाहिँ सक्दो सेयर गरिदिनु, ठाउँमा पुग्योस्। प्रकाश भुजेलकोमा नजानुहोस् है। यसले त मैले 50-50 खेलाएर लगाइदिन्छ नि। मलाई त यस्तो बनाइदियो, सधैँलाई पागल बनाइदियो। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो कम्पनीको एकजना दाइको कम्पनीको नाम हो। सङ्गीता चौरागाई हो। चेल्सीको मिस हो। त्यसले चाहिँ चेल्सीमा पढाउँछ। अब के गर्ने हो, कसो गर्ने हो। मलाई चाहिँ खाँदै नखाएको विष लागेको कारणले गर्दा म चाहिँ झुन्डेर मर्न बाध्य नै भएको हुनाले गर्दा यो भिडियो बनाउनु बाध्य भएको हो। अब तपाईँहरू आफै विचार गर्नुहोस्। अब फेसबुकमा हाल्छु होला मैले यो भिडियो। सक्दो सेयर गरिदिनुहोस्। प्रकाश भुजेल र एक युवती छ, त्यो युवतीको नम्बर राखिदिन्छु।